नमस्कार हजुरहरूलाई उमाई गड जिन्दगीमा म स्वागत गर्न चाहन्छु। हामी सबैलाई थाहा भएको कुरा हो, हामी 50 इयर्स अफ स्टेटहुड मनाइरहेका छौँ र आजको एपिसोडमा हामी रुरल इकोनोमीमा केही कुराकानी गर्न गइरहेका छौँ भने साथसाथै हामी सङ्गीतलाई लिएर पनि केही कुराकानी गर्न गइरहेका छौँ। र आजको एपिसोडमा हामीसँग हुनुहुन्छ सिम्फेडको जनरल म्यानेजर मिस्टर जीवन शर्माज्यू। उहाँ एउटा सङ्गीतकार, एउटा कम्पोजर, एउटा लिरिसिस्ट र एउटा राइटर पनि हुनुहुन्छ। र आउनुहोस् हामी आजको एपिसोडमा उहाँसँग सङ्गीतबारे अनि रुरल इकोनोमीबारे केही कुराकानी गर्नेछौँ। नमस्ते सर, फर्स्ट त हजुरलाई स्वागत गर्न चाहन्छु मेरो सोमा। र अहिले हामी 50 इयर्स अफ स्टेटहुड मनाइरहेको छौँ है। अनि अघि मैले इन्ट्रोडक्सनमा भने जस्तै होइन, हामी कति पोलिटिसियनको मात्रै है, कति अरूको मात्रै इन्टरभ्यू गर्नु होइन, हामी सङ्गीतकारको पनि इन्टरभ्यू गरौँ न है। तपाईँ एउटा सिङ्गर, कम्पोजर, सङ राइटर, तपाईँ किताब पनि लेख्नुहुन्छ, तपाईँ पोइट्री पनि लेख्नुहुन्छ है, तपाईँ सर्वगुण सम्पन्न है भएको एउटा व्यक्ति हुनुहुन्छ होइन। हाम्रो समाजमा हजुरले धेरै ठुलो योगदान पुर्याइराख्नु भएको छ। अनि बिफोर टकिङ अबाउट यु है, बिफोर टकिङ अबाउट तपाईँको अरू फिल्डमा भन्दा यो जुन हामी 50 इयर्स अफ स्टेटहुड मनाइरहेको छौँ होइन, सिक्किमलाई 50 वर्ष अहिले निहालेर हेर्नु पर्दा है, तपाईँलाई कस्तो लाग्दैछ? अब सिक्किम म अब अहिले 55 वर्ष पुगेँ है। र पहिलाको सिक्किममा अब हामीले बसमा चढेर गान्तोक आउने है, बसमा चढेर सिलगढी जाने, अनि कति ठाउँ बाटो एउटा लिमिटेड बाटो, कति ठाउँ कतिवटा संसाधनहरू कम्ती भएको सिक्किम, र आजको दिनमा आएर यो सिक्किम सम्पन्न भएको सिक्किम देख्नु पाउँदा हामी 50 वर्ष त पुगेछौँ नै जस्तो लाग्छ मलाई है। र अर्को के छ भने सिक्किमको जुन चाहिँ अब स्थिति, जुन चाहिँ एउटा परिचय जुन चाहिँ पहिलाको थियो त्यो अहिलेको आएर परिचय अब बढेको छ होइन। त्यो बढेकोले हुनाले गर्दा हामीले 50 इयर्समा यतिको धेरै इम्प्रुभमेन्ट गरेको जस्तो लाग्छ। उपलब्धि धेरै छ, धेरै छ हजुर। र अब तपाईँको कुरा गर्नुपर्दा है, मैले अघि इन्ट्रोडक्सनमै पनि भनेको जस्तै कि तपाईँ सिम्फेडको जेनरल म्यानेजर पनि हुनुहुन्छ होइन, र साथसाथै तपाईँ यता सङ्गीतमा पनि रुचि हुनुहुन्छ। अनि धेरैजनाले त हजुरलाई चिन्नुहुन्छ सिक्किममा है, अनि कहीँ गिनाचुना हुनुहुन्छ होला जसलाई हजुरको बारेमा थाहा छैन है। म पर्सनली फर्स्टमा चाहिँ हजुरको जर्नीबाट सुरु गर्न चाहन्छु है। हजुरले कहिलेदेखि आफ्नो सङ्गीत सुरु गर्नुभयो र आफूले अहिले हजुरको अफिस लाइफ है, सङ्गीत कसरी ब्यालेन्स गर्दै आउनु हुँदैछ, अलिकति सुरुदेखि नै बुझौँ न। अब सङ्गीत त कस्तो भयो भने सानैदेखि नै अब घरमा अलिक माहौल थियो है, त्यसले गर्दा सङ्गीत सुरु भयो त्यहाँदेखि। अनि त्यति बेला त अब सङ्गीतको कस्तो थियो भने यस्तो सबै अहिलेको जस्तो सबै कुरा मिलेको जस्तो यो अलिकति पैसा आउने प्रोफेसनल भन्ने पनि थिएन। सङ्गीत भनेको एउटा आराधना गर्ने र पूजा गरेको जस्तो मात्रै त्यस्तो खालको थियो। अब हामी कतिवटा पूजामा गएर गीत गायौँ, कतिवटा गाउँको समाजको गीत गायौँ होइन। पछि गएर अब त्यो सङ्गीत अब के भयो भने पछि गएर म जब धारवाड भन्ने ठाउँमा पढ्नु गएँ, बेङ्गलोरदेखि अलिक माथि, त्यसलाई चाहिँ अब सङ्गीतको धरातल भनेर भनिन्छ। त्यहाँ जाँदा त्यहाँ भीमसेन जोशी जस्तो कलाकार, शोभा मड्गलहरू जस्तो उहाँले जन्मेको ठाउँ हुँदा त्यो त्यहाँ सङ्गीतको प्रभाव चाहिँ रियल सङ्गीतको प्रभाव त्यहाँ सुरु भयो। अनि त्यसपछि गएर के भयो भने त्यो कलेजतिर गएर कोही कोही बेला अब त्यो इन्टर युनिभर्सिटी कम्पिटिसनहरू हुने, त्यहाँदेखि साउथ जोन जानुपर्ने, नेसनल लेभल जानु, त्यसो गर्दा पनि सङ्गीत अलिकति त्यहाँ गएर अलिकति बन्यो। अब पछि गएर फेरि सङ्गीतमा एउटा चिज के आयो भने अब अहिले त त्यस्तो हुँदैन। अहिले त सङ्गीत त प्रोफेसनलिजम आएको छ, मान्छेहरू प्रोफेसनल भएपछि होइन, पैसा आउने चिजहरू भएको। र त्यति बेला के थियो भने सङ्गीतकारले पछि गएर भात खान्छ कि खाँदैन र गायकले भात खानु पाउँछ कि पाउँदैन भने त्यो एउटा दुविधा थियो क्या। अब सङ्गीतले नै उसलाई पाल्छ भन्ने खालको एउटा थिएन त्यति बेला। अनि त्यस कारणले गर्दा के गरेँ मैले सङ्गीतलाई चाहिँ आदि राखेर मेरो आफ्नो प्रोफेसनल पढ्नुमै लागेँ। अनि पढिसकेर जब म आएर पछि आएर यहाँ काम गर्नु थालेँ, त्यस काम भएपछि फेरि मलाई सङ्गीत त हराएको थिएन। अनि सङ्गीत अलिअलि गरिन्थ्यो, त्यहाँदेखि लेख्ने कामहरू म पहिलादेखि पेपरहरूतिरमा आर्टिकल्सहरू, अब समाजमा मलाई के चिज अब अलिकति यसमा मैले जानकारी दिनु, मैले अब समाजको लागि के जान्न, अब युक्त केही कुरा भन्नु सक्यो भने लेखिराखौँ भन्ने पाराले म त्यसरी आर्टिकलहरू लेख्दै बस्थेँ। अनि किताबहरू पनि लेख्ने भन्ने हुन्थ्यो। अब किताब पनि फेरि कोही बेला कस्तो भयो भने मैले किताब अब सङ्गीत पनि मैले किताब लेख्दिनँ, किताब अलिक पछाडि गएर म्याच्योर भएर लेख्छु या एक्सपिरियन्स बटुलेर लेख्छु भन्ने पनि भयो। र कोही बेला के हुन्छ, कोही बेला काम कम्ती, कहिले फ्री हुँदा, कोभिड पछाडि युजली के थियो भने अलिकति लाइफ स्लो हुँदा
अब कहिले पो मरिन्छ हालिदिन्छ यो त कम्प्लिट गरिहाल्नु पर्छ कि भन्ने जस्तो खालको भएर मैले किताब मेरो इन्कम्प्लिट भएको किताब 4टा किताब फटाफट गरेर मैले ड्रिम बुक पब्लिकेसनहरूबाट पब्लिस भयो। हजुरको फ्यामिलीमा पनि कोही हुनुहुन्थ्यो सङ्गीतमा? होइन, सब फ्यामिलीमा अब सङ्गीत अब त्यस्तो इस्टाब्लिस नभए पनि अलिअलि प्रभाव थियो सङ्गीतको। अनि युजली मेरो म्याटर्नल ग्रान्डफादर हुनुहुन्थ्यो, उहाँ चाहिँ पहिला अब एकदमै धुरन्धर सङ्गीतका अब नि राजाको पालीमा तबलिस्ट हुनुहुन्थ्यो। त्यसो गर्दा त्यो चिजहरू कतिवटा आएको पनि होला। प्लस अब सङ्गीतको तपाईँको फ्यामिलीमा हो, यो एउटा चिज पनि एउटा दुविधाको चिज छ क्या। जसको फ्यामिलीमा सङ्गीत छ त्यो मात्रै आउँछ भने सङ्गीत चाहिँ इन्भाइरोमेन्टले पनि दिएको हुन्छ। यदि एउटा मान्छे योग्य मान्छे चाहिँ सङ्गीतको इन्भाइरोमेन्टमा पसेको छ भने स्वतः उसले सङ्गीतले उसलाई खिच्छ। र त्यसो गर्दा हामी त्यो सङ्गीतको इन्भाइरोमेन्टमा थियौँ, भजन गाउन जान्थ्यौँ, मन्दिरमा गाउँथ्यौँ होइन। मैले हजुरलाई यो प्रश्न चाहिँ किन गरेको भन्दा अघि हजुरले भन्नुभयो नि हजुर सानोदेखि नै सङ्गीतमा रुचि हुनुहुन्थ्यो, सङ्गीत गर्दै आउनुभएको भनेर। अनि अब हजुरले भन्नुभएको जस्तै सङ्गीतको एउटा त्यो समयमा है हजुरले भन्नुभएको जस्तै कि एउटा माध्यमै थिएन कि यसले पनि पैसा कमाउन सकिन्छ या त सस्टेन हुन सकिन्छ भनौँ न है। अनि तपाईँले पनि अब साइड बाई साइड यता पढाइ पनि गर्नुभयो र सङ्गीत पनि गर्नुभयो भनेर हजुरले जुन स्टेटमेन्ट भन्नुहुँदैछ है। अब टकिङ अबाउट नाउ होइन, अब त्यो समय र यो समयमा तपाईँ जुन सङ्गीत मात्रै नभनौँ आर्टको कुरा गरौँ, आर्टिस्टको कुरा गरौँ है, के भिन्नता देख्नु हुँदैछ कि अहिले चाहिँ के फुल्ली स्पेसली सिक्किममा है, सिक्किमको कुरा गर्नुपर्दा कि अहिले चाहिँ आर्टिस्टले सिक्किममा आर्टिस्टले फुल्ली सङ्गीत मात्रै गरेर या त कुनै पनि कलाको क्षेत्रमा मात्रै गरेर चाहिँ सस्टेन हुन सकेको जस्तो देख्नु हुँदैछ तपाईँ? अब यसमा चाहिँ कस्तो हुन्छ भने सङ्गीतलाई तपाईँले हल्का फुल्का गरेर सस्टेन गर्छु भन्नु चाहिँ अलिक गाह्रै पर्छ। किनभने सङ्गीत अहिले अब त्यो अब कस्तो हुँदैछ भने एकदम मजाले अब जस्तै के छ भने एउटा कलाकार स्वतः गएर इस्टाब्लिस हुनु पर्यो। यदि एउटा कलाकार राम्रोसँग इस्टाब्लिस हुने बित्तिकै उसको डिमान्ड हुन थाल्छ है। अब सिक्किमको कन्टेक्स्टमा भन्नु पऱ्यो भने सिक्किममा त यति राम्रो सरकार छ होइन, सङ्गीतकार कलाकारहरूलाई यस्तो अब सहायता गर्ने है। त त्यसो गर्दा त सिक्किमको कलाकार त स्वतः अहिलेको सरकारको रवैया हेर्दा त कलाकार स्वतः बाँच्नु सक्छन्। तर त्यो सरकारदेखि बाहेक पनि अब हुनु कलाकार बाँच्नु सक्छन् कि भन्ने प्रश्न हजुर। कलाकार त्यो सरकारदेखि बाहेक पनि बाँच्नु हो भने कलाकारले आफ्नो लेभल पक्रिनु पर्यो, आफ्नो त्यो स्तर बढाउनु पर्यो, आफ्नो गरेर आफ्नो ऊ इस्टाब्लिस हुनु पर्यो। किनभने एउटा आर्टको पूजा आराधना गर्ने भनेको त्यो मोटामोटी हिसाबले सबै मान्छेले सङ्गीतलाई पूजा गर्छन्, मन पराउँछन्, रुचि राख्छन्। तर सबै मान्छेले सङ्गीतबाट पैसा कमाउनु भने त्यो लेभल पुग्नु पर्यो। हजुर अब हजुरले भन्नुहुँदैछ नि है कि एउटा राम्रो कुरा गर्नुभयो है, सरकारले अहिले जस्तो प्रकारले यो टाइममा आर्टिस्टहरूले प्लेटफर्म पाइरहेको छन्, भोलिको दिनमा यो सरकार या त जुनै पनि सरकार आउँदा यसरी नै प्लेटफर्म पाउनुपर्ने हो या त सरकारै नहुँदा पनि आर्टिस्टले चाहिँ सस्टेन गर्नु सक्नुपर्ने हो भनेर हजुरले एउटा जुन स्टेटमेन्ट भन्नुहुँदैछ है, एउटा गुनासो है, जनताको गुनासो, उहाँहरूको गुनासो यो पनि छ कि जब अब अहिले सिक्किममा प्रोग्राम्सहरू भइरहेको छ होइन, पार्टीको प्रोग्राम्स हुँदा या त सरकारको कुनै प्रोग्राम हुँदा मात्रै आर्टिस्टहरूले जग्गा पाएको र यदि भोलिको दिनमा त्यो प्रोग्रामै भएन भने आर्टिस्ट पहिलाको जहाँ थियो त्यही आर्टिस्ट त्यही छ भन्ने नै एउटा पनि भइरहेको छ। अनि अर्को कुरा चाहिँ के भइरहेको छ भन्दाखेरि गिनाचुना आर्टिस्ट चाहिँ अगाडि आइरहेको छन् भन्ने एउटा गुनासो नि, अब नेपोटिजम भनौँ, फेभरेटिजम भनौँ होइन, कुनै पनि सरकारको यदि त्यो आर्टिस्ट त्यो सरकारको फेभरमा थिएन भने त्यो आर्टिस्टले त्यो जग्गा नपाउने एउटा माहौल सिक्किममा सृजना भइरहेको हामीले देखिरहेको कुरा हो नि त। सो यो कुरालाई चाहिँ तपाईँ कस्तो प्रकारले हेर्नुहुन्छ? एक्चुअली अब आर्टिस्ट भनेपछि आर्टिस्ट त निष्पक्ष हुन्छ। हजुर, आर्टिस्ट कुनै पक्षपाती हुँदैन, कुनै पार्टीको सपोर्टरको भएर आर्टिस्ट भन्ने कुराहरू होला कोही ठाउँ कति होला, तर त्यसमा वास्तविक रूपले हो भने आर्टिस्टको हिसाबले भयो भने त्यसलाई त्यति मान्न सकिँदैन। र अब आर्टिस्टले चाहिँ अब आर्टिस्ट भनेको चाहिँ एउटा प्योर प्रोफेसनल फिल्ड हो होइन। यो प्रोफेसनल फिल्डमा चाहिँ मलाई उसले सब बोक्यो भने मात्रै म हिँड्छु भन्ने भावना त राख्नु भएन। यदि त्यो मात्रै छ मलाई उसले तान्दा मात्रै म हिँड्ने, उसले ठेल्दा मात्रै म जाने भन्ने भयो भने त उसले अर्को सब्सिडियरी एउटा अल्टरनेटिभ त बनाउनुपर्छ होइन। नभए त्यहाँदेखि नभए त के हुन्छ नि, अघि मैले पहिला भने जस्तो सङ्गीतले चाहिँ पाल्छ कि पाल्दैन भन्ने खालको जस्तै नि। सो हामीले यहाँ आर्टिस्टहरूको लागि चाहिँ कस्तो प्रकारको सिस्टम पनि क्रिएट गर्नुपर्छ जस्तो लाग्छ? किनभने अब तपाईँले भन्दै भए पनि मैले अघि पनि भने नि है, कतिजना आर्टिस्टले चाहँदा चाहँदै पनि है पोलिटिकली अब के भन्नु त्यसलाई भिक्टिमाइज त नभनौँ, एउटा रङ वर्ड हुन्छ है, तर पोलिटिकली इन्टरफेरेन्सले गर्दा होइन कतिजनाले जग्गा पाएको हुँदैनन् नि त। सो एउटा सिस्टम वाइज आर्टिस्टलाई चाहिँ हामीले कस्तो प्रकारले एउटा सिस्टम क्रिएट गर्न सक्छौँ यो त या त त्यो सिस्टममा हाल्न सक्छौँ? होइन अब अस्ति एउटा त्यसको लागि कस्तो भने अब साहित्य कला सङ्गीत
अब यो जुनै क्षेत्र छ नि यो चाहिँ कस्तो हो भने यो चाहिँ राजनीतिलाई सहयोग गर्ने यिनीहरू क्या ट्रिब्युटेरीहरू जस्तो। अब साहित्यले राजनीतिलाई असर पार्नु पर्यो, सङ्गीतले पार्नु पर्यो होइन। सङ्गीतले त राजनीति पार्थे पहिले ब्रिटिस टाइममा तपाईँले गीत गाएर कुद्दै हिँडेर भावना नेसनलिजमको भावना त्यसरी आएको हो नि। अनि अब कलाहरूले अब यहाँको चिजहरूलाई यहाँको व्यवस्थालाई असर पार्नुपर्ने। अब कोही बेला कस्तो हुन्छ भने दुईटामा बराबर पनि भइहाल्छ होइन, उसलाई असर पार्छ कोही बेला। अहिले हामीले त यो पनि देख्न सक्छौँ उल्टा भयो कि पोलिटिकली पोलिटिक्सले पो असर पारेको जस्तो पनि देखिन्छ। अब त्यो त देखिँदा चाहिँ कस्तो हुन्छ कतिजना मान्छेहरूको अब त्यो विचारले गर्दा त्यस्तो कोही कोही बेला देखिन्छ पनि होला होइन। तर मैले त यसो देखेको छुइनँ। तर वास्तविक रूपमा यो के हुन्छ भने साहित्य कला सङ्गीतहरू भने यो राजनीतिदेखि अलग्ग बसेर राजनीतिको दर्पणहरू हो यिनीहरू। अब सङ्गीत भयो कला साहित्य यस्तो हो। अनि त्यस कारणले गर्दा आर्टिस्टले चाहिँ त्यो अब जब एउटा आर्टिस्ट चाहिँ गएर उसको स्थान छोडेर गएर अर्को स्थानमा पुग्यो भने ऊ आर्टिस्टै सत रहँदैन भने ऊ अर्कै अब पोलिटिकल क्याडरको मान्छेहरू जस्तो हुन्छ, गाउने मान्छे पनि त हुनु पऱ्यो होइन। हो त्यस्तो हुन्छ। त्यस कारणले गर्दा सिस्टममा कस्तो हुनुपर्छ भने यो साहित्यकार सङ्गीतकार कलाकारहरू भनेको एउटा यसको विशिष्ट स्थान हुनुपर्छ। उनीहरूलाई समाजलाई अब कस्तो भने एकदम अनटच, उनीहरू कुनै पोलिटिकल कलरमा पनि हुनु हुँदैन होइन। यदि पोलिटिकल कलर लाग्यो भने पोलिटिसियन भइहाल्यो र निष्पक्ष रूपले उनीहरू बसेर निष्पक्ष बस्नु पऱ्यो होइन। अनि उनीहरूलाई कस्तो भने उनीहरूले समाजको विकासको लागि राजनैतिक विकासको लागि होइन सामाजिक अब यसको विकासहरू भयो। अब इकोनोमिक राइटर्सहरूले इकोनोमी कसरी डेभलप गर्ने लेख्नु पऱ्यो है, त्यो पाराले लेखेर अलग्गै बसेर उनीहरू चाहिँ एउटा सेक्टर अब जस्तै पेपरलाई 4th सेगमेन्ट भनिन्छ योलाई 5th सेगमेन्ट बनाउँदा पनि हुन्छ। त्यसरी गर्दा त्यसको त राम्रो चिज हो। तपाईँले जुन एउटा पोलिटिकल कलरको कुरा गर्नुभयो नि है, इन्ट्रेस्टिङ कुरा। यो चाहिँ अब नट ओन्ली आर्टिस्ट सबैजनामै लागु हुन्छ है। जस्तै अब हेर्नुपर्दा आर्टिस्टकै पनि कुरा गर्नुपर्दा यदि भोलि तपाईँ है एउटा अब अहिले त सत्तामा एसकेएम सरकार हुनुहुन्छ होइन, तपाईँ भोलिको दिनमा बिजेपीको या त सिटिजन एक्सन पार्टीको कुनै पनि अपोजिसन पार्टीको प्रोग्राममा गएर तपाईँले एउटा प्रोग्राम गर्नुभयो भने भोलि दिनमा तपाईँलाई पनि पोलिटिकल कलर त लाग्यो नि त, त्यहाँ गयो भन्ने हुन्छ होइन। सो अब तर एक्चुअली तपाईँ त त्यहाँ प्रोग्राम गर्नु जानुभएको हुन्छ नि, तपाईँ त न क्याबबाट बिलङ गर्नुहुन्छ न तपाईँ बिजेपीबाट बिलङ गर्नुहुन्छ। त्यसरी नै अब अहिले कतिजना आर्टिस्टहरू एसकेएमको गभर्मेन्टमा प्रोग्राम गर्नुहुँदैछ भने उहाँहरूलाई अलिअलि इन अ वे पोलिटिकल कलरै लागेको जस्तो देखिन्छ नि त होइन। उहाँहरूले प्लेटफर्म त पाउनु हुँदैछ। मेरो प्रश्न चाहिँ के र मैले के भन्न खोजेको भने अहिले गभर्मेन्ट एसकेएमको छ, सरकार एसकेएमको छ। एसकेएममा जाँदा केही आपत्ति कसैलाई केही परेको छैन प्रोग्राममा आउँदा। सानसानो गभर्मेन्टै प्रोग्राम नभए पनि पार्टीको प्रोग्राममै जाँदा पनि कसैलाई आपत्ति परेको छैन है। तर यदि भोलिको दिनमा त्यही आर्टिस्ट चाहिँ अपोजिसन पार्टीको प्रोग्राममा गएर गाउँदा नाच्दा चाहिँ त्यसलाई त अब नबोलाउँ हौ, त्यो त अर्को पार्टीकोमा गएर नाच्दै थियो या त अर्को पार्टीकोमा गएर गीत गाउँदै थियो भन्ने जुन एउटा मानसिकता जुन छ नि, यो मानसिकतालाई चाहिँ हामी कसरी हटाउन सक्छौँ? किनभने आर्टिस्टले त काम गरिरहेको छ नि त, उहाँको त पर्फर्मेन्स गर्ने काम हो नि त होइन। गीत गाउने पेसा हो, सिङ्गरले गाउँछ, नाच्नेले नाच्छ, उनीहरूको लागि त के पोलिटिकल पार्टी न के होइन। तर यो एउटा जुन हाम्रो माइन्डसेट छ नि, यो चाहिँ हामी कसरी चेन्ज गर्न सक्छौँ? अनि यो भिडियो हेरिराख्नेले पनि अलिकति हामी कसरी मेसेज दिन सक्छौँ? वास्तविक रूपमा अब त्यो हेर्नु भने अब एउटा आर्टिस्टको लागि मैले निष्पक्ष आर्टिस्ट कहिले पनि कुनै पक्षपात हुँदैन, निष्पक्ष नै हुन्छ। अब के छ भने यहाँ सिक्किम चाहिँ कस्तो भने सानो जग्गा छ होइन, एक अर्कामा त्यो देखिबस्ने सानो जग्गा भएकोले गर्दा के छ भने यो यता गएछ त्यो उता गएछ यता गएछ भने। तर अब यो चाहिँ कस्तो भने अब आर्टिस्टले पनि कुनै पोलिटिकल पार्टीसँग एफिलिएट भएर गर्नु छ भने त पोलिटिकल पार्टीकै भइहाल्यो र एउटा निष्पक्ष पार्टी एक बस्नु जरुरी हो। र उसले अनि अब समाजले पनि के गर्नुपर्छ, राजनीतिक दलहरू वा समाजले पनि आर्टिस्ट चाहिँ हाम्रो राजनीतिको परिधिभित्रदेखि बाहिरको मान्छे हो है। अनि त्यो बाहिरको मान्छे र उनलाई कुनै पनि ठाउँमा गएर गीत गाउँदा कलङ्क लाग्दैन भन्ने एउटा समाजमा एउटा इन्भाइरोमेन्ट क्रिएट गराउनु जरुरी हुन्छ। किनभने के हुन्छ भने नभए त अब अहिले के छ भने हाम्रो सानो जग्गा भएकोले गर्दा गुरुटुर यता कुदी यो यताको मान्छे हुन्छ उता। अब अहिले बाटोमै बात मारेर कोहीसँग हिँड्दै जाँदा पनि मान्छेले अब योसँग हो भन्ने खालको हुन्छ। अब त्यो त मानसिकता हो। मानसिकता यदि त्यस्तो अब सङ्कीर्ण मानसिकतामा मान्छे बाँच्छ भने त समाजले पनि त्यो सङ्कीर्णता नै पक्रेको हुन्छ। त्यसो गर्दा त्यो बृहत समाज बनिँदैन जस्तो लाग्छ मलाई। अनि त्यस कारणले गर्दा अब मेरो सबैलाई निवेदन छ, जो पनि यसमा हुन्छ त आर्टिस्टलाई अब कुनै ठाउँमा गयो भने बिचरा उसले पैसामा गाउँदैछ भने
त उसले जहाँ पनि त गाउनु पायो होइन किन अब आर्टिस्टलाई अब कि आफ्नै अब त्यो त्यस्तो त होइन तर पनि त्यो हुनु हुँदैन हेर्ने दृष्टि चाहिँ हामीले दृष्टिकोण चाहिँ चेन्ज गर्नु पर्यो हजुर अब सर तपाईँको कुरा गर्नुपर्दा है एकछिन हामी सङ्गीतलाई छोडेर हजुरको यता जुन प्रोफेसनल लाइफ भनौँ न सङ्गीत पनि प्रोफेसनलै हो तर पनि हजुर जुन अब अहिले सिम्फेडमा तपाईँ जेनरल म्यानेजर काम गर्नु हुँदैछ होइन अब सिम्फेडको कुरा गर्नुपर्दा अब सिक्किमको कुरा आइहाल्छ है सिक्किमको कुरा आउँदा अर्ग्यानिकको कुरा आइहाल्छ होइन अनि अर्ग्यानिकको कुरा गर्नुपर्दा हाम्रो स्टेट अब अर्ग्यानिक फार्मिङमा विश्वमै प्रसिद्ध छ नि त होइन सो मलाई तपाईँलाई एउटा प्रश्न चाहिँ के गर्न मन परेको भन्दा यो जुन अर्ग्यानिक फार्मिङ छ नि अर्ग्यानिक फार्मिङ एज पर माई नलेज म राइटै हुन्छु भन्ने पनि होइन है तर अर्ग्यानिक फार्मिङको एउटा कन्सेप्ट जुन आयो है अर्ग्यानिक फार्मिङ एउटा स्टेट भनिसकेपछि हामीले हाम्रो प्रोडक्सन 100% अर्ग्यानिक हुनु पर्यो होइन कन्जम्सन दो 100% नभए पनि प्रोडक्सन हाम्रो 100% छ भनेर हामीलाई अर्ग्यानिकको एउटा ट्याग लागेको छ नि त अब हेर्नु पर्दा त अर्ग्यानिक फार्मिङ भनिसकेपछि त हामीले कन्जम्सन पनि 100% नै हुनुपर्ने थियो अब 3टा लेयर हुन्छ नि त एउटा इकोनोमिक ग्रोथ हुनुपर्ने हो एउटा हेल्थमा ग्रोथ हुनुपर्ने हो एउटा इन्भाइरोमेन्टलाई हेम्पर नभइकन सोसाइटीमा एक्सेप्टेन्स हुनु पर्यो नि त मेन अब्जेक्टिभ त त्यो हो नि त तर यहाँ हेर्नु पर्दा त एक त हेल्थ त बेनिफिट भएकै छैन किनभने अर्ग्यानिक हामीले खाएको छैनौँ नि त हामी त प्रड्युस मात्रै गर्दैछौँ नि त होइन अनि अब दो यस इन्भाइरोमेन्टलाई धेरै राम्रो भइरहेको छ हामीले त्यस्तो ह्याम्पर गरेको छैनौँ इन्भाइरोमेन्टलाई तर इकोनोमिकली है अर्ग्यानिक फार्मिङले कति बेनिफिट गर्दैछ कस्तो प्रकारले बेनिफिट गर्दैछ मलाई त्यो जान्नु मन परेको अब अर्ग्यानिकको के छ भने अर्ग्यानिक फार्मिङ चाहिँ अब तपाईँको एउटा सस्टेनेबल एग्रिकल्चर प्र्याक्टिसेसको एउटा कम्पोनेन्ट नै हो है अब सिक्किमले त्यसमा अब सिक्किम पाइनियर हो सिक्किमले अर्ग्यानिक मिसन गरेर अर्ग्यानिक भयो अब अर्ग्यानिक मिसन चाहिँ इट सुड लाइक एसोसिएट विथ कमर्सियलाइजेसन अफ एग्रिकल्चर अब एग्रिकल्चरको दुई किसिम एउटा आफै उन्नति अब कमाउने र खाने उब्रिहाल्यो भने बेच्ने है र अर्कोको अब कमर्सियल अप्रोचमा के हुन्छ भने तपाईँको सब्सिस्टेन्ट टाइपको थियो भयो कमर्सियल अप्रोचमा के हुन्छ भने तपाईँले चाहिँ स्पेसिफिकली तपाईँले प्रड्युस गरेर निस मार्केट विश्व बजार या कुनै बजारमा लगेर जहाँ चाहिँ त्यसको अब राम्रो मूल्य पाइन्छ त्यहाँ बेच्ने एउटा त्यसको उयो अब हामीले चाहिँ के गर्नुपर्छ भने अब सिक्किमको कन्टेक्समा हेऱ्यो भने हाम्रोमा भेरी लिमिटेड कल्टिभेबल ल्यान्ड छ त्यो पनि कति फ्यालो छ भन्ने चाहिँ हामी सुनिबस्छौँ होइन अनि यहाँ मान्छेमा के छ भने अब एउटा भनिन्छ अर्को एउटा अर्डिनेरी फार्मर्स एउटा प्रोग्रेसिभ फार्मरले चाहिँ के गर्छ भने उसको एरियामा सबै रोपेर होइन रोपिसकेर लिएर गएर उसले विश्वको कुन चाहिँ राम्रो बजारमा लगेर बेचेर मुनाफा गर्ने यदि उसलाई बिक्री गर्नु सहायता गर्ने संस्थाहरू सिम्फेडहरू थुप्रो छ त्यस्तोहरू है अब त्यो छ अब सिक्किमको कन्टेक्समा हेर्दा चाहिँ एक त मैले देख्दा कस्तो भने कमर्सियलाइजेसन भएको छ पार्सियल भएको छ किनभने अब कमर्सियलाइजेसन भने अब जस्तै हाम्रो मेरै साथीहरू बेङ्गलोरतिर उनीहरूले अर्ग्यानिक फार्मिङ गर्दैछ उनीहरूले एउटा फार्मर्सको चाहिँ कमसेकम 50 हेक्टर जमिनमा खालि ग्रेप्स मात्रै रोप्छ एउटा मेरो साथीले तपाईँको 25 हेक्टर जमिनमा खालि म्याङ्गो अल्फान्सो म्याङ्गो रोप्यो अनि अर्ग्यानिक सर्टिफाई गरेको छ उसले त अमेरिकासम्म पुऱ्याउँछ विश्व बजार पुऱ्याउँछ र त्यो खालको एप्रोच यहाँ चाहिँ अब छैन किनभने हामीले फार्मर्सलाई पनि भन्नु त्यति साह्रो जरुरी छ अब जुन तपाईँले अहिले यो एक्टिभिटीको कुरा गर्नुहुन्छ नि फार्मर्सकै पनि या त अब आफ्नो पर्सनल लेभलमा है कतिले उब्जाएर विश्वमै लाने पनि कुरा गर्नुहुँदैछ होइन हामीलाई चाहिँ एज अ स्टेट सिक्किमलाई चाहिँ इकोनोमी ग्रोथ जुन प्रकारले हुनुपर्ने हो नि त्यो लेभलको ग्रोथ हुँदैछ अर्ग्यानिक फार्मिङबाट भन्ने मलाई एउटा प्रश्न जान्न इच्छा लागेको होइन किनभने म फेरि भन्छु किनभने तपाईँले भन्नु पनि ट्रेडिसनल फार्मिङ त्यो त हामी गरि नै रहेको थियौँ नि त पहिल्यैदेखि गर्दै थियौँ नि त सिक्किममा त होइन मलले माटोले रोप्यो आफूले खानु अलिकति आफ्नो बारीमा सागसब्जी द्याट वाज त्यो प्र्याक्टिस भइरहेको थियो ट्रेडिसनल प्र्याक्टिस त्यो अर्ग्यानिक फार्मिङ चाहिँ एउटा बिग थिङ चाहिँ हुन्छ नि एउटा कसरी बनेर गयो यत्रो ठुलो चाहिँ कसरी बनेर गयो अर्ग्यानिक फार्मिङ भनेको तपाईँको त्यो अर्ग्यानिक फार्मिङ भन्ने बित्तिकै ठुलो होइन त्यही नै हो जुन चाहिँ तपाईँको अघि ट्रेडिसनल तपाईँले एग्रिकल्चर प्र्याक्टिसेसहरू थियो है त्यही प्र्याक्टिसेसहरू हो त्यही प्र्याक्टिस हुन्छ त्यसमा तर अब कतिवटा सिस्टमहरू छ कम्पोनेन्ट्सहरू सर्टिफिकेसन प्रोसेस दिस ट्रेसनेट एन्ट्रीहरू भन्ने हुन्छ होइन अब त्यसको मतलब चाहिँ के भनेपछि त्यो चिज चाहिँ विश्वको कुनै जग्गाको मान्छेले यहाँ यस्तो भएको भने देख्नु पाओस् ट्रेसनेटमा हेर्दा देख्नु पाउने र उनले त्यो प्योरली अर्ग्यानिक हो भनेर एकदम बेसी दाममा किनेर खाँदा चाहिँ इकोनोमिक डेभलपमेन्ट हो नि नभए अब के छ भने तपाईँको एकदम लिमिटेड क्वान्टिटी छ अब सिक्किमको कन्टेक्समा लार्ज कार्डमम छ होइन हाम्रो अरेन्जहरू अलिक राम्रो त्यो पनि अलिक कम्ती छ त्यहाँदेखि गएर यहाँको कमर्सियल क्यास क्रपहरूले त पैसा कमाउँछ
अब कतिवटा त्यो फरेस्ट प्रडक्ट जस्तो कुचोलाई अर्ग्यानिक भन्दा पनि भयो नभन्दा पनि भयो होइन। अब लार्ज कार्डममको पनि अर्ग्यानिक कार्डमम भन्ने खालको डिमान्ड छ होइन। त्यसो गर्दा इकोनोमिक एक्टिभिटिज चाहिँ भएको छ हुन्छ पनि, तर प्रोभाइडेड फार्मर्सहरूले एग्रिकल्चरलाई कमर्सियलाइज गर्नु पर्यो। अब म तपाईँलाई फेरि एउटा काटेँ बिचमा, म जस्ट प्रोसेस बुझ्न खोजेको है। अब हेर्नुहोस्, इन अ वे हाम्रो जग्गामा मैले अघि भने नि तपाईँलाई ट्रेडिसनल फार्मिङ जुन हामी गर्दैथ्यौँ र अब अहिले मैले तपाईँलाई भने नि अर्ग्यानिक फार्मिङ हामीले किन यत्रो ठुलो बनाउँदैछौँ भन्ने होइन। एउटा टाइममा यो पनि थियो कि सिक्किममा धेरैजनाले इन्सेक्टिसाइड पेस्टिसाइड्सहरू युरियाहरू बेसी युज गर्यो, अब युज गर्नु हुँदैन भनेर एउटा राम्रो इनिसिएटिभ पनि हो। अब चाहिँ हामी फुल्ली अर्ग्यानिक गर्ने भनेर है। तर इन अ वे एउटा जग्गामा हामीले हेर्नुपर्दा हाम्रोमा त ल्यान्ड त एकदमै कम्ती मात्रा छ नि त कल्टिभेसन गर्ने ल्यान्डहरू होइन। अनि तपाईँले भन्नुहुँदैछ एउटा जग्गामा हो लार्ज कार्डमम भनौँ, अरेन्जेस भनौँ या त डल्ले खोर्सानी भनौँ, त्यसको प्रडक्सन पनि हुँदैछ है। तर जुन अर्ग्यानिक फार्मिङको जुन एउटा के भन्छ त्यसलाई टार्गेट या त हामीले एउटा अचिभमेन्ट गर्ने एउटा लेभल मेट गर्नुपर्छ नि। जस्तै मैले तपाईँलाई अघि तिनवटा भने नि, इकोनोमिकमा हुनु पर्यो, हेल्थमा हुनु पर्यो, इन्भाइरोमेन्टमा हुनु पर्यो भनेर। इन्भाइरोमेन्टमा त हामी इन अ वे सक्सेसफुल भयौँ भनौँ न, हेल्थमा त हामी हुन सकेको छैनौँ है। इकोनोमीमा पनि जस्तो लेभलले हुनुपर्ने हो त्यो लेभलले त भएको छैनौँ नि त। सो स्टेटले चाहिँ इकोनोमिक बेनिफिट कसरी पाउँदैछ बुझ्नुभयो त तपाईँले। एउटा कुनै पनि फार्मरले तपाईँले भन्नुहुँदैछ यहाँदेखि लिएर जाँदैछ बाहिर र उसले आफ्नै थ्रु लिएर जाँदैछ भने त उसलाई पर्सनली बेनिफिट भयो नि त त्यो। हजुर, त्यो फार्मर्सको बेनिफिट पनि अब ओभरअल स्टेटकै बेनिफिट हो। तर हाम्रो सिक्किममा चाहिँ एकदमै कम्ती। हजुर हजुर हजुर, फार्मिङ गर्ने चाहिँ एकदमै कम्ती भएकोले गर्दा होइन। तपाईँको ओभरअल बेनिफिट भन्ने कस्तो भने त्यसमा चाहिँ तपाईँको स्टेटको अब यो यसमा थुप्रो चाहिँ अब कम्पोनेन्ट्सहरू छ। अर्ग्यानिक फार्मिङले अब तपाईँले मलाई भन्नु बेनिफिट कसरी भयो इकोनोमिक एक्टिभिटी चाहिँ भन्दा म अब तपाईँलाई अझै एलाबोरेट गर्छु होइन। एक, जब सिक्किम अर्ग्यानिक स्टेट भयो होइन, अब यो मान्छे यो मेसेज वर्ल्डभरि गएपछि अर्ग्यानिक स्टेट हेर्ने, सानो जग्गा हेर्ने। अब सिक्किम आइपुग्दा के छ, नेचरल ब्युटीले भरिएको जग्गा छ होइन। इन्द्रकिल त हो यो होइन र, अब पद्मसम्भवले आशिष दिएको इन्द्रकिल हो यो। अनि त्यसो गर्दा त्यो हुँदा त्यो मान्छे आकर्षित भयो, टुरिज्म बढ्यो। एक, अर्ग्यानिकको ट्यागले गर्दा सिक्किमको टुरिज्म धेरै बढेर गयो। अनि त्यो बढेको गएर जुन चाहिँ टुरिज्म सेक्टरले अर्निङ गरेको रेभिन्यू पनि यदि त्यो अर्ग्यानिक ट्याग नभए त कमाउने थिएन नि। त्यसले गर्दा त्यो पनि इकोनोमिक एक्टिभिटिज इकोनोमिक इम्प्रुभमेन्ट नै भयो। अब प्लस तपाईँको हेल्थ सेक्टरमा खानु भनेको चाहिँ अब के छ भने हाम्रोमा त्यो अब सिजन छ यहाँ त होइन। यहाँ त तपाईँको जस्तो 24 अब त्यो 12 महिना एउटै चिज फल्दैन, एउटा सिजन एउटा फल्छ। अब हामी पहिला मसिनो हुँदा के थियो, बन्दाकोपी र फुलकोपी त डिसेम्बरमा मात्रै खान्थ्यौँ नि होइन। पालङ्गे साग मार्चमा खान्थ्यौँ, अरू बेला अहिले त बजारमा जम्मै पाउँछ नि यो। त्यसो कारणले गर्दा अहिले बजार कस्तो भएको छ भने तपाईँको यो एक अर्कामा मिल्ने कम्प्लिमेन्ट्री, उसकोमा छैन म दिने, मेरो पनि छैन उसले दिने, यहाँ बेसी भएको उता जाने, उता यहाँ नहुँदा उताबाट ल्याउने भन्ने खालको चिज। त्यसो गर्दा हामीले यहाँकै अर्ग्यानिक मात्रै खाएर बाँच्छौँ भन्ने पनि धारणा चाहिँ गलतै हुन्छ। किनभने हजुर हामीले फ्युचरमा चाहिँ अब तपाईँले पनि मान्नुभयो नि त कि अहिले हामी इकोनोमिकली त्यस्तो साउन्ड भइहालेको छैनौँ इन टर्म्स अफ अर्ग्यानिक फार्मिङ होइन। सो फ्युचरमा चाहिँ है हामीले अब जुन कन्ज्युम गर्नु सक्ने हाम्रो हेल्थ बेनिफिट पनि हुनु पर्यो होइन, इकोनोमिकली पनि हामी साउन्ड हुनु पर्यो, इकोनोमिक ग्रोथ गराउनु पर्यो होइन। सो फ्युचरमा चाहिँ हामीले कस्तो प्लान्स पोलिसिजहरू इम्प्लिमेन्ट गर्दा चाहिँ यो जुन तिनवटा छ नि त्यो चाहिँ हामी त्यो टार्गेट मेट गर्न सक्छौँ। सबभन्दा पहिला चाहिँ अब यो तपाईँले यति मजाले सोध्नुभयो क्या यो। अब हुनु त अब आई मे बी रङ भन्छु बिकज आई एम नट स्योर मैले भने चिज सही हुन्छ कि हुँदैन होइन। त मैले के देखेको छु भने जहाँ पनि अब जुनै पनि सेक्टरमा जब फ्री हुन्छ, मैले एक्सपिरियन्स अब कुनै अब हामी एउटा हेरौँ सरकारी स्कुल र प्राइभेट स्कुल है। सरकारी स्कुलमा नानीले फ्री सबै ड्रेसदेखि युनिफर्म सब फ्री पाउँछ र होइन। अनि त्यो प्राइभेट स्कुलमा त्यो जम्मै किन्नुपर्छ र 1000 2000 महिनाको तिर्नुपर्छ र त पब्लिकको चोइस के भयो त्यो प्राइभेट स्कुल त्यो राम्रो भन्ने। अनि मैले देखेको अब जस्तै सबै फ्री दिँदा चाहिँ राम्रो हुन्छ भन्ने होइन। अब हुनसक्छ अर्ग्यानिक फार्मिङको लागि पनि जुन चाहिँ अहिले फार्मर्सलाई सिक्किम गभर्मेन्टले जुन चाहिँ एउटा सपोर्ट गरेको छ नि, इन्सेन्टिभ दिएको सपोर्टहरू गरेको छ, अब त्यो इन्सेन्टिभ त ठिक हो। अब यो जम्मै कुरा फार्मर्सलाई चाहिँ क्यापेबल बनाउनुपर्छ एक प्रकार। उनीहरूले आफैले एग्रिकल्चर प्र्याक्टिसेस कसरी गर्ने होइन। अब एग्रिकल्चर भनेको किन गर्नुपर्छ भने एउटा त्यो भित्रबाट आत्मचिन्तन उनीहरूले गरेर आउनु पर्यो एक। अर्को के चिज भने उनीहरूको चोइसको हुनु पऱ्यो नि। आज जस्तै के छ भने हामीले सिस्टमले यो मकै रोप, यो भेराइटीको मकै रोप, त्यो भेराइटीको मकै रोप, त उसलाई के रोप्नु मन लाग्छ उसले रोप्नु पर्यो। र उसले पनि अब एउटा फार्मर्स पनि अहिले कस्तो भने बजारको एउटा जानकारी भएको एउटा व्यक्ति हुनु पऱ्यो। किनभने उसले
उसले के रोपेको चिज चाहिँ बजारमा उसको एक्सेप्ट हुन्छ र के गर्दा उसको चिज एक्सेप्ट हुँदैन भन्ने र कुन साइजमा फलाउँदा करेला लामो फलाउनु पर्ने हो कि छोटो फलाउनु पर्ने हो कि कलिलोमा टिप्नु पर्ने यो ज्ञान होइन यो साइन्स हो नि त यो चिज सबै फार्मर्सको हुनु जरुरी अनि सरकारले चाहिँ यी जसले यो सबै पुरा गर्छ उनीहरूलाई हामी इन्सेन्टिभ दिन्छ भनेर होइन र हुनसक्छ जो फार्मर्स जो अब हुनसक्छ सरकारले जस्तै अहिले मान्छेलाई जम्मैलाई काम दिएको अनुसारले गर्दा जो पनि पढेको छ उनीहरूले काम पाएको छ त्यस्तै भोलि फार्मर्स गर्नेहरूले छ काम हामी महिनाको 15,000 रुपियाँ चाहिँ तिमीहरूलाई दिन्छौँ तर फार्मिङ गर किनभने ऊ त्यो फार्मिङ गरेर ऊ बाँच्छ कि बाँच्दैन अलिकसम्म डाउटै छ किनभने जुन चाहिँ एग्रिकल्चर प्र्याक्टिस छ त्यसले गर्दा त्यो अब अरू सबैलाई लागु भयो त्यो फार्मर्सलाई चाहिँ यदि जसले फार्मिङ गर्छ जो घरमा 2 जना मान्छे फार्मिङ गर्छ उनीहरूलाई हामी त्यहीँको नजिकको बिडिओ अफिसमा या भिएलडब्ल्यूको सेन्टरमा या एग्रिकल्चर कुनै पनि एउटा अफिससँग एफिलिएट गरेर उनीहरूले महिनाको स्यालेरी पाउने तर प्रोडक्सन गर्नुपर्छ भने यो खालको चिज गर्नुहुँदा तपाईँले एउटा राम्रो पोइन्ट भन्नुभयो म त्यहाँ आउँदै थिएँ जब हामी एग्रिकल्चरको कुरा गर्छौँ अब खेतीपातीको कुरा गर्छौँ भनौँ न एउटा जेनरल टर्ममा है रुरल इकोनोमीको कुरा आउँछ नि त होइन अनि रुरल इकोनोमीको कुरा हुँदा तपाईँले जुन भन्नुभयो अब अहिले जब प्रोभाइड जस्तो प्रकारले भइरहेको छ नट ओन्ली दिस गभर्मेन्ट पहिल्यैदेखि नै नि है अब 1 फ्यामिली 1 जब दियो होइन अब अहिले पनि धेरैजनालाई जब लगाइरहेको छ यो त एउटा वेलफेयर स्किम हो नि त हुनुपर्ने हो खास चाहिँ होइन तर अब यहाँ चाहिँ इलेक्सनै पछि 50,000लाई जब दिन्छु या त अर्को इलेक्सनमा 30,000लाई जब दिन्छु भनेर जुन प्रकारको हामीले मानिसहरूलाई या त हाम्रो युथहरूलाई इन्भल्भ गराउँदैछौँ नि है यसले चाहिँ रुरल इकोनोमीमा कस्तो इम्प्याक्ट पार्दैछ होइन अब त्यो एस्पेक्टलाई म अब अर्कै पाराले अब भन्छु है अब के छ जम्मै समाजमा जम्मै मान्छेको एस्पिरेसन चाहिँ काम पाउने काम गर्ने होइन म पनि काम गर्ने म पनि काम गर्ने म काम गर्ने अब त्यो गर्दा चाहिँ के भयो भने सबैलाई काम गर्नु किन पर्यो भने सबैलाई कामै चाहियो नि त्यसले गर्दा अभियसली सरकार कुनै पनि सरकार आएपछि सरकार कसको भन्दा त पब्लिकको हो होइन पब्लिकको एस्पिरेसनै काम चाहियो भने त काम त सरकारले दिनै पर्यो नि त नभए त अब सरकारको राजनीति हो भोट हुन्छ यो हुन्छ होइन र हामीलाई त कामै दिएन भन्ने हुन्छ त्यसमा अब यो के छ भने यसको स्ट्राटेजिक ब्यालेन्स मिलाउन सक्नु पर्यो सो मैले त्यही भन्न खोजेको पोलिटिकल डिसिजन या त पोलिटिकल इन्टरफेरेन्सले चाहिँ कतिको इम्प्याक्ट पार्दैछ किन तपाईँले भन्नुहुँदैछ नि ठिकै हो काम दिनुपर्छ होइन अब स्ट्राटेजिक ब्यालेन्स हुनु पर्यो यसमा चाहिँ कस्तो भने काम पनि सबैलाई काममै मात्रै दिएर काम मात्रै गर्ने भएर कामै त छैन भने त के दिनु होइन उनीहरूलाई त सपोर्ट मात्रै हो नि अब मैले देखेँ जस्तै अब 1 फ्यामिली 1 जब देखेँ मैले सोचेको अनुसारले अब जस्तै अब हामीले सबैभन्दा बेसी मान्छेहरू कहाँ अकोमोडेट गर्नु सक्छ भने यो आर्ट कल्चर होइन यो तपाईँको यो प्रोफेसनल फिल्डहरूमा हामीले एकोमोडेट गर्नु सक्छ आज हाम्रो मान्छेहरू त्यो प्रोफेसनल फिल्डमा छ नि तर जम्मै मान्छे आज आएको छैन किनभने उनीहरू त्यहाँ बाँच्नै सक्दैन अहिले त्यो फिल्ड त्यस्तो एउटा लाइफ सस्टेनिङ एउटा होइन त्यो खालको चिज भएको छैन र अब यसमा चाहिँ कस्तो हो भने तपाईँको जस्तै 1 फ्यामिली 1 जबहरूतिर जति पनि मान्छे लाग्यो अब त्यो अहिले जस्तै तपाईँले भन्नुभयो 50,000 30,000 लाग्यो र मलाई त्यस्तो डिटेल स्ट्याटिस्टिक्स त याद छैन जति पनि लागोस् र त्यतिभित्रमा राम्रो स्पोर्ट्स खेल्ने 200 जना मान्छे त होला होइन छ होला नि त 200 जना राम्रो फुटबल त्यसमा 200 जना या 100 जना ब्याडमिन्टन खेल्ने होला त्यसमा 100 जना 200 जना तपाईँ कलाकारहरू होला गायकहरू होला सङ्गीतकारहरू होला है अब चाहिँ के गर्नु पर्थ्यो भने यो मान्छेहरूबाट यो सेग्रिगेसन गर्नुपर्ने स्ट्राटेजिकली ब्यालेन्स गर्ने नि अब त्योदेखि पनि उता लगेर केही क्वालिटी नभएको चाहिँ गरोस् उनीहरू काम होइन जो मान्छे अब स्पोर्ट्समा राम्रो छ उनीहरूलाई जम्मैलाई निकालेर लिएर गएर एक एकवटा स्कुलमा गएर उनीहरूले एक एकवटा स्कुलमा प्लेसमेन्ट गर्थ्यो अनि त्यहाँदेखि गएर उनीहरूले त्यो नानीहरूलाई स्कुलको फुटबलको ट्रेनिङ यदि जरुरी पर्ने सरकारले उनीहरू 200 जनालाई बाहिर गएर ट्रेनिङ गरेर पनि ल्याए त्यस्तै गरेर सङ्गीत साहित्यमा लाग्नेहरू 200 जनाले गएर प्रपर म्युजिकको क्लासहरू गरेर ट्रेनिङ गरेर ल्याएर जम्मै स्कुल सिक्किमभरिको स्कुलमा एक एकवटा म्युजिक टिचरहरू लगाएर अब इन्भेरिएबली अब स्पोर्ट्स म्युजिकलाई करिकुलममा हालिदियो भने त्यो नानीहरू त्यसरी डेभलप हुन्छ नि सरकारले जुन चाहिँ डिसिसन लिएको राइट हो नि तर अब यदि फर्दर गएर उनीहरूको त्यो पोटेन्सियलिटी छ नि सो तपाईँले चाहिँ भन्नुहुँदैछ कि जसरी अब अर्ग्यानिक प्रडक्ट हामीले उब्जाएर भ्याल्यु एडेड गरेर बेच्छौँ होइन त्यसरी नै हाम्रो मान्छेहरूलाई पनि स्किलिङ दिएर उहाँहरूको भ्याल्यु बढाउनु होइन जो मान्छेको त्यो स्किल छ त्यो लाइनमा म अझ तपाईँलाई यसमा अझै एउटा प्रश्न पनि होइन म एउटा तपाईँको ओपिनियन जान्न चाहन्छु है कि अब जस्तै हेर्नुहोस् एकपट्टि छ 1 फ्यामिली 1 एन्टरप्रेन्योर है एकपट्टि छ
सबैजनाले जब पाइरहेको छ हेर्नुहोस् है त। सो तपाईँले भन्नुभएको ठिकै हो, जतिजनाले अब जब पनि पाउँदैछन् त्यहाँ हामीले छान्नु सक्यौँ भने एउटा केही पोलिसिज निकालेर या त स्किल प्रोभाइड गर्न सक्यौँ भने हामीले कतिजनालाई फुटबलर, सिङ्गर, डान्सर बनाउन सक्छौँ, बाहिर पठाउन सक्छौँ है, ल्याएर स्कुलमै गभर्मेन्टमै पनि एकोमोडेट गर्न सक्छौँ। नभए चाहिँ उहाँहरूले आफ्नै क्लासहरू खोलेर पनि सस्टेन गर्न सक्नुहुन्छ। तर अब आफ्नै क्लास खोल्दा होइन पनि उहाँहरू अन्टरप्रेनर भयो नि त, बुझ्नुभयो? हामी लिङ्क गर्न सक्छौँ नि त त्यसरी। आफ्नो सस्टेन गर्दैछन् भने उहाँहरू अन्टरप्रेनर भयो। फुटबल खेल्ने मान्छेले एउटा आफ्नो फुटबल एसोसिएसन खोज्ने भने ऊ एउटा एकाडेमी खोल्यो भने एउटा अन्टरप्रेनर भयो। अब हामी ल्याक चाहिँ कहाँ हुँदैछ बुझ्नुमा मैले भन्नु खोजेको चाहिँ एकपट्टि वान फ्यामिली वान अन्टरप्रेनर जस्तो स्किम जसले चाहिँ यस हामीलाई अगाडि वे फरवर्ड जानुपर्छ भनेर जुन बाटो पनि देखाइरहेको छ है, तर एउटा स्किममा त्यो पोलिसीमा मात्रै सीमित छ। त्यो जुन ग्राउन्डमा हुनुपर्ने हो नि, जुन ग्राउन्डमै गएर मान्छेलाई बुझाउनु पर्ने हो नि, त्यो ल्याक एकपट्टि ल्याक भएको देख्दैछ होइन। अर्कोपट्टि चाहिँ त्यसकै कन्ट्राडिक्टरीमा वान फ्यामिली वान अन्टरप्रेनर हु पनि भनिरहेको, अर्कोपट्टि फेरि जब पनि दिइरहेको। सो जब गरोस् कि मान्छे अन्टरप्रेनरसिपपट्टि जाओस्। सो यदि कोही मान्छे अन्टरप्रेनरसिपपट्टि जान्छु नि भन्दैछ भने पनि उसले कुन फिल्डमा चाहिँ जाओस्, उहाँले स्किलै त पाएको छैन, स्किलिङै त भएको छैन। सो योलाई चाहिँ कस्तो प्रकारले हेर्नुहुन्छ? यस्तो हो कि तपाईँको जति पनि अब के छ भने त्यो यसमा समाजमा एउटा क्याटेगोरी हुन्छ, काम गर्ने मान्छेहरू घुमेर चारैपट्टि घुमेर कामै मात्रै खोज्छ है। त्यो अन्टरप्रेनर्स हुन्छु भन्नेहरू मान्छे, स्किल डेभलप गर्छु भन्ने मान्छेहरू त्यो क्याटेगोरी छ। सिक्किमको जति गभर्मेन्ट जब त्यति मात्रै मान्छे अरू पनि छ होइन। अब मैले चाहिँ भन्नु खोजेको नि कस्तो भने अन्टरप्रेनर्सहरू गर्ने यसलाई पनि अब मान्छेले गर्दै पो छ अहिले। अब कतिवटा सेलहरू छ गर्दैछ, त्यसमा केही छैन। त्यो अन्टरप्रेनरसिप चाहिँ तपाईँको घोटेर खुवाएर चाहिँ बनियो भने त्यसको भित्रको जुनुन चाहियो त्यसमा होइन। अनि मैले चाहिँ अघि भनेको कुरा चाहिँ जस्तो जुन चाहिँ त्यो इम्प्लोइज जो भइगयो त्यसबाट चाहिँ त्यो तिनीहरूलाई सेग्रिगेट गरेर छुट्याएर मैले तपाईँले भने आफ्नो एकाडेमी खोल्नु मान्दैन, फेरि भोलि गएर अरे म त गभर्मेन्ट जबै गर्छु भन्छ। तर त्यो मान्छे एउटा मान्छे अब सही इक्जाम्पल एग्रिकल्चर डिपार्टमेन्टमा एउटा राम्रो सङ्गीतकार छ अरे, तर त्यहाँ बसेर बिचारा उसले त गर्दैन। उसलाई त्यहाँबाट निकालेर ल्याएर एउटा राम्रो स्कुलमा लगेर गएर होइन, त्यो स्कुलमा गएर त्यसले म्युजिक सिकाउने। तर उसको बेसिक अब कम्ती छ नलेज छ, उसलाई पठाएर अलिक ट्रेनिङ गरेर पहिले त्यसरी त्यो म्यानेज गर्ने भन्ने। अब त्यसो गर्दा एउटा मान्छे त्यसरी बल्दै गयो भने जम्मै रुरल इकोनोमी पपुलेसन साइज अर्बन बसेको अर्बन भइगयो, जम्मै मान्छे हामी रुरल एरियामा त बस्छौँ होइन। त्यसले गर्दा तपाईँको त्यो रुरल इकोनोमी डेभलपमेन्ट भनेको तपाईँको एग्रिकल्चर इज वान अफ द कम्पोनेन्ट हुन्छ। साथसाथै तपाईँको गएर यो अरू पनि मान्छेले यसलाई प्रोफेसनल टच दिनु थाल्यो भने त्यो पनि रुरल इकोनोमी रुरलको इकोनोमी बढ्छ होइन। प्लस त्यहाँदेखि स्यालेरी पायो भने पनि त रुरलमा बस्ने मान्छे उसको इकोनोमी भयो नि। तर ओभरअल अब रुरल तपाईँले भन्नुहुँदैछ कि अब जस्तै इक्जाम्पल तपाईँले एग्रिकल्चर डिपार्टमेन्टको इक्जाम्पल दिनुभयो होइन, उहाँलाई ल्याएर यता स्कुलमा एउटा म्युजिक टिचर जस्तो। अब मेरो पर्सपेक्टिभमा चाहिँ एउटा गभर्मेन्टदेखि नै निकालेर गभर्मेन्टमा हाल्नुभन्दा चाहिँ बुझ्नुभयो त, वाइ टु बर्डन टु गभर्मेन्टले किन बर्डन गर्नु? किन अलरेडी लिन सक्ने मान्छेले आफ्नो क्षमताभन्दा बेसी मान्छे लिइसक्यो। अब 29मा पनि कतिजनालाई 35मा पनि 34मा पनि इलेक्सन आउला होइन। त्यो भन्दा चाहिँ है हामीले अब यता वान फ्यामिली वान अन्टरप्रेनर जस्तो राम्रो स्किम पनि छ नि त, अप्रिसिएट गर्ने कुरालाई अप्रिसिएट गर्नु पर्यो नि त। सो यस्तो स्किमहरूलाई चाहिँ हामीले युटिलाइज गरेर चाहिँ सिटिजनलाई हाम्रो युथहरूलाई चाहिँ कस्तो प्रकारले इम्पावर गर्न सक्छौँ भन्ने नि एउटा होइन। एन्टरप्रेनर्स लागि त सबभन्दा पहिला त बिजनेसको लागि त इन्भाइरोमेन्ट चाहियो, किनभने अन्टरप्रेनर त रुरलमा पनि गर्दा भयो नि त, अर्बनमै हुनुपर्छ भन्ने छैन होइन। त्यो हो कि अब त्यसको अब स्केलिङ हो, मान्छेलाई कस्तो भने त्यो पनि बिजनेस पनि एउटा अब साइन्सै हो नि त होइन र। अब त्यो के छ भने मैले के गर्ने, कसलाई गर्ने, के को लागि गर्ने, कति गर्ने हुन्छ नि त एउटा। यो त बिजनेस पढ्नेहरूलाई कि अब यो बेसिक कोर्सेसहरू। अब त्यसो गर्दा त्यसको लागि पनि कस्तो हुन्छ नि, एन्टरप्रेनर्स बनाउँछु भन्दा अब स्टार्टअप स्किमहरू दिएको, तर त्यसकोमा पोटेन्सियलिटी हुनु पऱ्यो, त्यसकोमा त्यो एउटा भिजन हुनु पऱ्यो होइन। त्यसकोमा त्यो मान्छे कोही बेला सक्सेस हुन्छ, फेलियर हुन्छ, द्याट इज अब पार्ट अफ लाइफ होइन। तर एउटा रियली मान्छे एन्टरप्रेनर्स हुनुको लागि त त्यो चाहिँ फेरि मैले भनेको अरू चिज तपाईँले अब जस्तो जब दिनु यो गर्नु सिकाउँदा त्यो बिजनेस गर्ने कला, त्यो एन्टरप्रेनर्स हुनुपर्ने त्यो त एउटा जुनुन हो भित्रको नि। अब त्यो जुनुन भएको मान्छे चाहिँ फेरि तपाईँलाई अघि मैले भने त्यो सर्भिस गर्न आउँदैन। अब जुनुन भएको मान्छे फर इक्जाम्पल म पनि एउटा अन्टरप्रेनरै छु, अब अहिले आफ्नो मिडिया चलाइरहेको छु होइन। मेबी कतिजनालाई मेरो हेर्दा या त हामीलाई पनि कसैको हेर्दा हामीलाई पनि गरौँ भन्ने इच्छा हुन्थ्यो होइन। तर कसरी सुरु गर्ने प्रोसेस बुझ्नुभयो त? त्यो प्रोसेस जुन एउटा वान फ्यामिली वान अन्टरप्रेनर
जुन छ नि त्यहाँबाट चाहिँ धेरैजनालाई नि अब मेरो पोइन्ट अफ भ्यूमा हेर्नुपर्दा एउटा अन्टरप्रेनर भएर पनि मैले भनेको हुनसक्छु यो कुरा होइन म गभर्मेन्ट जबमा छुइनँ त्यो भएर पनि कि एउटा प्रोसेस सिकाउनु किनभने धेरैजनालाई सिनेमाटोग्राफी इन्ट्रेस्टिङ हुन्छ होला कतिजनालाई केपट्टि इन्ट्रेस्ट हुन्छ होला कतिजनालाई एउटा अलैँची नै उब्जाएर पनि त्यसलाई त्यो पान पराग त्यो मसला के बनाउँछ त्यो कसरी बनाउँछ त्यो थाहा हुँदैन होला सो एउटा सिकाउने बेसिकहरू बेसिक होइन त्यो चाहिँ अब गभर्मेन्टले एउटा कुनै डिभिजनहरूबाट त एमएसएमईको स्किमहरू छ के भन्छ नि डिपार्टमेन्ट इन्डस्ट्री छ या कुनै छ अब हुनसक्छ एक एकवटा डिपार्टमेन्टमा त्यो डिपार्टमेन्टको एन्टरप्रेनर्सलाई दिनुपर्ने टेक्निक स्किल्सहरू छ एक एकवटा एउटा सेगमेन्ट खोल्यो भने त मान्छे गर्ने जस्तै कृषि अब एग्रिकल्चर प्र्याक्टिस एग्रिकल्चर फार्मिङ गर्नु जान्ने मान्छेलाई एग्रिकल्चरमा न जो मान्छेलाई स्किल चाहिएको छ तिमीहरू यहाँ आउनु भने होइन मैले पनि त्यही भन्न खोजेको हजुर त्यो चाहिँ सरकारले क्रिएट गरिदिनु हुन्छ तर सरकारको के छ भने डिफ्रेन्ट डिपार्टमेन्टहरू उनीहरूको ट्रेनिङ प्रोग्रामहरू भइरहेको हुन्छ अब यहाँ चाहिँ के छ भने मान्छेले ट्रेनिङ भनेको छट्टै जान्छ फर्केर आइहाल्छ अब त्यो ट्रेनिङमा सिक्नु पऱ्यो होइन तर त्योभन्दा राम्रो चाहिँ डिपार्टमेन्ट एउटा स्किल एभ्री डिपार्टमेन्टमा एउटा स्किल डेभलपमेन्ट जसलाई तपाईँको के भन्नु अब होइन कन्स्ट्रक्सन काम गर्नु छ भने अब रोड्सहरू डिपार्टमेन्टमा कसरी गर्नुपर्छ त्यो कसरी गर्नु पऱ्यो इन्डस्ट्रीले अब थुप्रो सेक्टरको तपाईँको स्किल दिने खालके अब जस्तै मलाई तपाईँको अब जस्तै मिडिया एन्ड फ्रेटर्निटीहरूको लागि एउटा स्किल त्यहाँ के चाहिन्छ कसरी गर्नुपर्छ एउटा नलेज हो त्यस्तो खालके बनायो भने चाहिँ एन्टरप्रेन्योर छिट्टो बढ्छ किनभने उनीहरूलाई ज्ञानै चाहिन्छ त्यसो गर्दा चाहिँ मलाई पनि पर्सनली लाग्छ कि हाम्रो मान्छे धेरैजना गभर्मेन्ट जबदेखि यता सिफ्ट पनि हुन्छन् है अनि रुरल इकोनोमी बढेर पनि जान्छ अनि हाम्रो युथहरू इम्पावर्ड पनि हुन्छन् जस्तो लाग्छ यदि यो फिल्डमा फोकस गर्यो पनि होइन हजुर अनि के छ भने यो अहिले यो जति पनि तपाईँको जबहरू छ नि जब अहिले मैले हेर्दै अहिलेको नानीहरूमा जुन पोटेन्सियलिटी छ उनीहरू जुन क्वालिफिकेसन छ उनीहरूको जुन चाहिँ ब्याकग्राउन्डहरू पनि छ फ्यामिली ब्याकग्राउन्ड पनि अब पहिलाको आज 75 को सिक्किम होइन त 50 इयर्स पुगिसक्यो अघि तपाईँले भन्नुभयो 50 इयर्समा उनीहरूको यो जुन चाहिँ सिक्किमको एउटा लिभिङ स्ट्यान्डर्डहरू छ नानीहरूको अहिले आउने नानीहरूको जुन चाहिँ ब्याकग्राउन्ड छ उनीहरूलाई मलाई पनि जहाँ लाग्छ उनीहरू त्यो कम्ती स्यालेरीमा बसेर उनीहरूले सर्भाइभ गर्दैन उनीहरूलाई त्यो बर्डन हुन्छ र उनीहरू स्वतः उनीहरूले सरकारले यो चाहिँ मलाई एकदम मन पऱ्यो उहाँलाई काम दिएपछि उनीहरूले कामको चाहिँ भ्याल्यु बुझ्छ अब यो गरेर केही नहुने रहेछ किनभने कति ठाउँ काम पनि कम्ती भयो एउटा त्यही काम डिभिजन भएको हुन्छ होइन फेरि पिएचडी गर्ने एमफिल गर्नेले पनि त्यही काम त्यो चाहिँ के भने त्यो चाहिँ हाम्रो समाजमा एउटा यस्तो खालके अब प्रदूषित भावना हाम्रो बसेको छ सबभन्दा पहिला चाहिँ के ट्राई गर्नुपर्छ भन्दा गभर्मेन्टको जब होइन अब त्यही गभर्मेन्टको जब नगर्नेहरू अब अहिले मैले हेरेको एउटा योग्य र क्वालिफाइड मान्छेले एउटा इनोभा कुदाएर ट्याक्सी कुदाउनु र महिनामा कमाउनु जति त्यो त तपाईँको अन्डर सेक्टिङ भन्दा बेसी स्यालेरी कमाउँछ मैले त कतिजना सोधेको पनि छु किनभने त्यो अब यो प्रोफेसनल लाइफ हो जस्तै ड्राइभिङ अब टुरिज्महरूको लागि होइन अन्त त्यसो गर्दा त एउटा इनोभाको इक्विभ्यालेन्टको सर्भिसको लागि मान्छेले ज्यानै लगाउँछ नि त होइन तर यति यसमा के छ भने सेक्युरिटी छ यो भन्ने खालको एउटा व्हाइट कलर मान्छेले हेऱ्यो किनभने हाम्रो बाजे बोजू होइन हाम्रो बाबाआमाले अब जसको बाबामा अफिसर थियो उसको अफिसरले पनि छोरा अफिसरै होस् भन्ने भयो जो बाजेहरू जब बस्तीमा थियो उनीहरूले अरू अफिसर देखेर हाम्रो छोरा चाहिँ अफिसरै होस् भन्ने खाले भने अब अहिले संसारमा सबभन्दा ठुलो फार्मिङ इज वान अफ द बेस्ट प्र्याक्टिसेस टु बी फलोड होइन र अब अहिले जस्तै मेरो त्यो त साउथ इन्डियामा कर्नाटकमा बेङ्गलोरतिर धारवाडतिर मेरो जति साथीहरू छ उनीहरू कत्रो ठुल्ठुलो कम्पनीमा काम गर्यो कोही सिङ्गापुरमा गएर काम गर्यो फर्केर आएर दे आर प्र्याक्टिसिङ देयर त्यो उनीहरूको आफ्नै एरियामा फार्मिङ गर्दैछ उनीहरूले रियलाइज गरे यो जस्तो राम्रो चाहिँ र अब तल त्यसमा चाहिँ के छ भने अब टेक्निकल नअप हुनु पऱ्यो होइन तपाईँको यु सुड बी मास्टर इन द्याट अब त्यो फार्मर्सहरू चाहिँ अब उनीहरू वेल क्वालिफाइड पिएचडी गरेको 4 खेप मेरो एउटा साथीले आफ्नै फिल्डमा 4 खेप पिएचडी गर्यो उसकै बारीमा नि अब त्यसो गर्दा त्यो त ती मास्टर हुँदै गएको नि क्वालिफाइड फार्मर्स र एक्सपिरियन्स फार्मर्स र अब एउटा लेमेन फार्मर्समा अलिक फरक हुन्छ त्यसो गर्दा त्यो गर्नु थालेपछि जब जुन दिन त्यो आउँछ मान्छे क्वालिफाइड भएको मान्छेहरू पनि नाउ दे आर कमिङ टु अस फार्मिङ होइन अनि जो पनि गभर्मेन्ट सर्भिसमा गर्नेहरू छ उनीहरूलाई त्यो लिमिटेसन मन पर्नु छोडेपछि आइदर दे कम टु टुरिज्म सेक्टर दिस एन्टरप्रेनर्स बन्नु थाल्छ होइन त्यस्तो हुन्छ नि सो तपाईँले भन्नुभएको एउटा कुरा चाहिँ मलाई साह्रै के मन पर्यो भन्दा जुन हामीले फार्मिङ भन्ने बित्तिकै एउटा सानो सोच्छौँ नि त है तपाईँले अघि भन्नुभयो नि त्यो व्हाइट कलर जब र यता हामी डिस्क्रिमिनेट गरिहाल्छौँ नि त होइन दो प्रफिट बेनिफिट हेल्थ बेनिफिटदेखि लिएर इकोनोमिक बेनिफिट लिएर जे पनि बेनिफिट होस् तर पनि हामीले अफिसमा भन्ने बित्तिकै माइन्डसेटै त्यो छ नि त सो आई थिङ्क हामीले यो पनि चेन्ज गर्नुपर्छ अनि हाम्रो सोसाइटीमा त्यो एक्सेप्टेन्स हुनु पर्यो मान्छेकोमा अलिकति कि यु नो अरे ऊ त फार्मिङ गर्दैछ हेल्थ वाइज इकोनोमी वाइज उसले गर्दैछ भने यो जब र त्यो जब इज इक्विभ्यालेन्ट टु इच अदर भन्ने नि त्यो चाहिँ हामी देख्दैनौँ अलिक डिस्क्रिमिनेसनमै हेरेको त्यसको चाहिँ कस्तो भने पहिला चाहिँ के थियो भने लास्ट रिसोर्ट
कहीँ केही नभइसकेपछि लास्टमा केही गर्नु नपाउँदै चाहिँ उसले फार्मिङ गर्थ्यो। तर अहिले चाहिँ अब कस्तो भयो भने अब एग्रिकल्चर हेज बिकम इन्डस्ट्री होइन र। अब इन्डस्ट्री भएपछि एउटा प्रोफेसनल फिल्ड जस्तो भइसक्यो नि। त्यसको त क्वालिफाइड मान्छेले गर्नुपर्ने। अब यो 1-2 दिन बेसी पर्दैन यो आएछ, किनभने यो मान्छेको यो अब हुन्छ नि मान्छेको लिमिटेसन होइन। अहिले सबै मान्छेको नेचर चाहिँ इन्डिपेन्डेन्ट बस्ने, आफ्नो सानो गर्ने, इन्डिपेन्डेन्ट बस्ने होइन, त्यो खालको नेचर। कसैको पाबन्दीमा, कसैको देखरेखमा, कसैको एन्क्रोचमेन्टमा है। अब सर्भिस गरेपछि त कतिवटा इन्क्रोचमेन्टहरू हुन्छ होइन। त्यो चिजहरू चाहिँ अहिलेको नानीहरूको माइन्डसेटबाट आउनु थालेको छ। र उनीहरू स्वतः अलिक दिनको लागि गरेपछि उनीहरू आफै आउँछ। अनि एग्रिकल्चर गर्ने मान्छेहरूमा पनि के छ भने अब यो चाहिँ प्र्याक्टिस गर्नुपर्छ। क्वालिफाइड मान्छेले नै सुरु गर्नुपर्छ क्या। अब आज राम्रो मान्छे क्वालिफाइड भएको मान्छेले अब इक्जाम्पलै सेट गर्नुपर्छ, किनभने अहिले त्यो लास्ट रिसोर्ट होइन, दिस इज द फर्स्ट रिसोर्ट भनेर नि। त्यसको त्यो के हुन्छ पर्सेप्सन चेन्ज गराउनु जरुरी छ। किनभने अहिलेसम्म के छ एग्रिकल्चर लास्ट हो, आर्मीमा पनि भर्ती भएन, यो भएन, यो पनि भएन, यो पढ्नु पनि सकेन, केही गर्न के गर्छ, यो लास्टमा गएर खेतीपाती गर्छ। त्यो एउटा नेरेटिभ्स बनाइदियो नि मान्छेले। त्यसले गर्दा त्यो नेरेटिभ्समा अब कुनै पनि बाबुआमाले वर्स्ट नेरेटिभ आफ्नो छोराछोरीमा इम्प्लिमेन्ट भएको देख्न चाहँदैन। त्यस कारण गर्दा के छ भने अब त्यो नेरेटिभ चेन्ज गर्नुपर्छ कि एग्रिकल्चर चाहिँ 1 नम्बर प्रायोरिटी हो। अनि उसको लिबर्टी छ, उसले आफ्नो हिसाबले जसरी उसले इन्डस्ट्री बनाउँछ त्यस्तै एग्रिकल्चर इन्डस्ट्री बनाउँछ भनेर पारेर त्यो खालको सोच बनाउन सक्नु पऱ्यो। अनि सरकारले पनि त्यो पक्षमा, सरकारले पनि त्यो फार्मर्स चाहिँ डिप्राइभ हो होइन, उनीहरूलाई दिँदा मात्रै गर्ने भन्यो होइन, उनीहरूलाई राम्रो इन्सेन्टिभ्सहरू दियो, उनीहरूलाई राम्रो प्याकेजेसहरू बनाइदियो होइन। अब हामीले के गर्छौँ भने काइन्डमा दिन्छौँ, सिड किनेर दिन्छौँ, मल दिन्छौँ, सरकारले दिन्छ नि, उनीहरूलाई परेन, उनीहरूलाई सबै गर्नु हामी तिमीहरूले यसो दिन्छौँ। मलाई दुःख चाहिँ अर्को कुरामा के पनि लाग्छ भने अब सिक्किममा अघि पनि भन्यो नि हामीले लार्ज कार्डमम है, अरेन्जेस अन्त चिल्ली बेसी उत्पत्ति हुने यही कुरा त हो नि होइन। तरै पनि हेर्नुहोस् न अझै पनि हामीले अब भ्याल्यु एड गर्नु सकेको छैनौँ त्यो कुरालाई। अब अलैँचीकै कुरा गर्नुपर्दा पान पराग, पान मसलाहरू, अलैँचीहरू बाहिरको अलैँचीहरू ब्रान्ड बनाएर बेचिरहेछ है। हाम्रो यहाँ सिक्किममा यति बेसी उत्पत्ति हुन्छ र पनि हामीले त्यसलाई पनि राम्रोसँगले भ्याल्यु एड गर्न सकेको छैनौँ। त्यसमा पनि दुईवटा चिज छ नि। अब तपाईँ पान पराग भन्नुभयो होइन, अलैँची त वान अफ द इन्ग्रेडियन्ट मात्रै हो नि, अरू पनि छ। तर कसैले त्यो अलैँची भनेर त्यो दाना मात्रै हालेर पनि बेच्छ नि अहिले नयाँ, त्यसो बनाउँछ हजुर हजुर, त्यो फ्लेभर अलैँचीहरू भनेर। होइन त्यो गर्नु चाहिँ अब कस्तो हुन्छ भने अब जस्तै सिक्किमको कन्टेक्समा हेर्दा चाहिँ अब जस्तै प्रोडक्सन त्यो त कम्ती एरिया छ भने त्यो चाहिँ सानो सानो स्मल स्केल इन्डस्ट्रीहरू हो क्या यिनीहरू, त्यो स्टार्टअप पनि जस्तो खालके नि हो। त्यो चाहिँ हाम्रो मान्छेले सुरु गराउँदा हुन्छ, त्यसरी बनाउँदा। हजुर योपट्टि पनि गर्नु सकिन्छ भन्ने होइन गर्नु सकिन्छ, तर अब यसमा चाहिँ एकदम रोबस्ट मार्केटिङ सिस्टम चाहियो। किनभने अहिले मार्केट इज भेरी कम्पिटेटिभ नि। तपाईँको देयर आर सो मेनी कम्प्लिमेन्ट्री गुड्स छ, सप्लिमेन्ट्री गुड्स, यो आउने बित्तिकै त्यो बन्द हुन्छ होइन। अब चाहिँ कम्प्लिमेन्ट्री गुड्स के छ भने जस्तै तपाईँको चियाको डिमान्ड बढ्यो भने चिनीको पनि डिमान्ड बढ्यो, दुधको पनि बढ्यो, चियापत्तीको पनि बढ्यो। सप्लिमेन्ट्री भने जुस मात्रै खायो भने त्यो चियालाई सप्लिमेन्ट गर्दै त्यस्तो डिजायर त्यस्तो हुन्छ नि। अब त्यस्तो खालके अब हाम्रो मान्छेहरू त्यो लेभलमा पुगेर त्यो अब मार्केटिङ गर्ने हो भने हामीले पहिला नेचुरल फर्मदेखि सुरु गर्नुपर्छ बिस्तारै, त्यहाँदेखि पछि गएर भ्यालु एडिसन त्यो त स्टेप स्टेप आउने हो। तर अब सिक्किमको अघि हजुरले भन्नुभएको जस्तै नि जस्ट मेरो सोचाइमा मात्रै है कि अर्ग्यानिक भनेर एउटा ब्रान्ड त हामीले सेट गरिसकेको छौँ होइन, त्यसले गर्दा टुरिस्ट त एट्र्याक्ट भएर टुरिज्म त बुस्ट भइरहेछ सिक्किमको पनि। वाइ नट हामीले कुनै पनि प्रडक्टमा है अर्ग्यानिक भनेर भ्याल्यु एडेड गरेर आई थिङ्क मलाई चाहिँ लाग्छ एउटा इनिसिएटिभ है गर्नु चाहिँ जरुरी छ। किनभने अब हाम्रो सिक्किममा मैले पनि स्किलमा 2 वर्ष नर्थ सिक्किममा हुँदा है धेरै सिस्नुहरू फल्थ्यो होइन, अहिले नेटल टी भन्छ, तर यहाँको भन्दा पनि बाहिरकोहरूले नेटल टी बेसी बनाइरहेको छ। सो मेबी मलाई चाहिँ त्यही अघि मैले तपाईँलाई भने नि यहाँको मान्छेले चाहिँ मेबी आइडिया पनि पो नभएको हो कि है स्किलिङको पो जरुरत हो कि भन्ने एउटा जस्ट एउटा के छ बिजनेसमा जहिले पनि एउटा यो त तपाईँलाई भन्नु मन लाग्यो, बिजनेसमा के छ भने मान्छेको एस्पिरेसन अझै सिक्किमको मान्छेको एस्पिरेसन एकदम ठुलो छ। उसले कुनै पनि बिजनेस गर्ने बित्तिकै थुप्रो पैसा पाउनुपर्छ भन्ने खालके नि। त्यो बिजनेस त तपाईँको स्टेप बाई अब जस्तै ग्रो हुने हो नि। अनि अर्को चिज कस्तो हुन्छ भने बिजनेस यदि तपाईँले कुनै प्रडक्ट बनाउनु भयो त्यो प्रडक्टको कन्टिन्युटी होइन, एभाइलेबिलिटी, प्रेजेन्स तपाईँको त्यो थ्रु आउट चाहिन्छ नि। त्यो मसला अघि तपाईँले भन्यो त्यो अलैँची त वर्षभरि खाने स्टक हुनु पऱ्यो होइन, आज खायो अर्को दिन पाउँदैन भन्ने खालके त्यस्तो। अब सिक्किमको कतिवटा चिजहरूमा हाम्रो एन्टरप्रेनर्सहरूको के छ भने त्यो कन्टिन्युटी कति ठाउँ अब कतिले त गरेको छ, कतिले त्यो गरेछ, कतिको एस्पिरेसन बेसी, जति त्यो बिजनेसले रिटर्न दिन्छ त्योभन्दा ठुलो एस्पिरेसन छ। त्यसले गर्दा उनीहरूको त्यो ब्यालेन्स हुँदैन क्या, पेसेन्स लेभल पनि अलिक कम्ती नै त्यसो हुनु पऱ्यो।
अनि त्योभन्दा बरु यत्रो दुःख गर्नुभन्दा सर्भिस गऱ्यो भने सर्भिस पनि पाउँदैछ होइन चाहिँ के हो भने नि अब जस्तै म तपाईँलाई अझै एउटा भन्छु अब हामी 50 इयर्स पुग्यो भन्दैछौँ अब भारतको उयसमा हेर्नु भने हामी अझै भारतमा जब 1975 मा हामी मर्ज भयौँ भारतको अन्य राज्यहरूभन्दा हामी मोटामोटी 27-28 वर्ष कान्छा छौँ त्यस कारणले गर्दा त्यो कतिवटा डिफ्रेन्स छ त्यो जुन चाहिँ लेभल अफ डेभलपमेन्ट उनीहरूमा देखिन्छ नि अब आजभन्दा तपाईँको 20 वर्ष अगाडि सिक्किम कस्तो थियो र आज कति भयो अब जस्ट इमेजिन आफ्टर 25 इयर किनभने हामी चाहिँ अझै पनि हामी कान्छा अरू राज्यभन्दा कान्छा राज्य हो त्यस कारणले गर्दा हामीलाई अझै त्यो ह्यान्ड होल्डिङहरू भयो होइन सपोर्ट भयो यस्तो चाहिँ अझै चाहिन्छ नै जस्तो लाग्छ मलाई किनभने कुनै पनि चिज एउटा डेभलप भएर हौसेर माथि जान्छ र त्यहाँदेखि फेरि झर्छ र फेरि बनिन्छ नि होइन र हजुर र अब हजुरको कुरा गर्नुपर्दा है हामीले धेरै अर्ग्यानिक फार्मिङको पनि कुरा गरिहाल्यौँ है रुरल इकोनोमीको पनि कुरा गरिहाल्यौँ होइन अब सिक्किमकै कुरा गर्नुपर्दा है अहिले सिक्किममा एन्टरटेनमेन्ट नै भइरहेको छ नि त मनोरञ्जन बेसी भइरहेको छ अनि धेरैजना मानिसहरूको पनि अब गुनासो है गुनासो के छ भन्दाखेरि अब हजुरले अघि भन्नुभएको जस्तै नि मान्छे बाहिरबाट पनि सिक्किम पनि टुरिज्म फ्लरिस भएर सिक्किम आएको छ होइन धेरैजना टुरिस्टहरू आउँदा मेन कुरा चाहिँ हामीलाई चाहिने सडक बिजुली पानी हो नि त जुन बेसिक इन्फ्रास्ट्रक्चर पनि अब अघि तपाईँले भन्नुहुन्थ्यो नि 50 इयर्समा है 50 इयर्स भयो नि त होइन त्यो पनि अहिले राम्रोसँगले पुरा भइसकेको छैन है अनि अब एउटा इन अ वे एकपट्टि हेर्नुपर्दा इन्टरटेनमेन्ट यति बेसी भइरहेको छ है हामीले आर्टिस्टले जग्गा त पाइरहेको छ मैले अघि तपाईँलाई भने नि सरकारको कार्यक्रम हुँदा प्रोग्राम गभर्मेन्टको प्रोग्राम हुँदा आर्टिस्टले जग्गा त पाइरहेको छ तर यदि भोलिको दिनमा त्यो भएन भने आर्टिस्टले जग्गा पाउने नपाउने त्यो सेकेन्ड क्वेसन हो त्यसलाई एकछिन छोडिदिउँ है तर अब यहाँनिर जस्तो प्रकारले अहिले सिक्किममा एन्टरटेनमेन्ट बेसी भएर चाहिँ अरू कामहरू जुन नेग्लिजेन्स हुँदैछ नि बाटोघाटो बनिनु पानी बत्ती योलाई चाहिँ कस्तो प्रकारले हेर्नु हुँदैछ तपाईँले एउटा सिभिल सोसाइटी भएर मैले चाहिँ त्यो सोधेको होइन बाटो त अब त्यसरी त भन्नु मिल्दैन बनिएको छैन भन्नु त इन्टरटेनमेन्ट पनि होइन अब त्यो जातीय इभेन्ट्सहरू हुँदैछ होइन मान्छेको अब एस्पिरेसन पनि त्यतै हुन्छ एक त मैले अब फेरि तपाईँलाई काटेँ मैले तपाईँले जातीय इभेन्ट भन्दाखेरि मलाई जसँग के याद आयो भने जति पनि सिक्किममा मैले प्रश्न चेन्ज गरेँ अरे नि त है एन्टरटेनमेन्ट प्रोग्रामहरू हुँदैछ जति पनि प्रोग्राम्सहरू हुँदैछ सङ्गीतको के को बाहिरबाट जति पनि आर्टिस्टहरू बोलाउने के जरुरी छ भन्ने पनि एउटा ठुलो प्रश्न यहाँ त्यो पनि आउँछ किनभने हरेक प्रोग्राममा सानो प्रोग्राम होस् ठुल्ठुलो प्रोग्राम होस् हामीले बाहिरको आर्टिस्टै निम्ताएको देख्छौँ किन हाम्रो सिक्किममा चाहिँ आर्टिस्टकोमा त्यो अहिलेसम्म त्यो क्षमताको पुगिसकेको छैनन् कि यहाँकै आर्टिस्टले सबै कुरा गर्ने होइन अब त्यो चाहिँ कस्तो भने अब यो एउटा एकदम डाइसी हो चिज क्या अब आफ्नै ठाउँकोमा आफ्नै मान्छेले पत्याउँदैन अब अहिले तपाईँ घरको छेउमा जानु भने तपाईँ एङ्कर हो यस्तो हो भनेर तपाईँलाई अब तपाईँको नाम लिएर यो यस्तो उसको छोरी यति मात्रै चिन्छ नि त होइन आर्टिस्ट हो तपाईँको त्यो पोटेन्सियलिटी तपाईँको आफ्नो ठाउँमा कहिले पनि त्यो हाइलाइट हुँदैन क्या अनि त्यस्तै गरेर अब यो हाम्रो मान्छे चाहिँ अब जस्तै उहाँ अब यो त्यो पनि तपाईँ हाम्रो आर्टिस्टलाई चाहिँ आर्टिस्टको पोटेन्सियल चाहिँ सरकारले चिन्नु नसकेको कि मान्छेले चिन्नु नसकेको किनभने निम्तो त सरकारबाट जाँदैछ नि त बाहिर मैले म सकेको छु नि त्यो कुरामा नि अब जस्तै अब कसले भने हाम्रो आर्टिस्टहरूले यस्तो इमेज बनाउनु पर्यो हाम्रो आर्टिस्टहरूलाई उता जो बाहिरको मान्छे यहाँ आउँदैछ त्यो मान्छेको ठाउँमा चाहिँ हाम्रो आर्टिस्ट जानु पऱ्यो नि जस्तै मैले एकखेप काठमाडौँमा मलाई बोलाएको थिएँ मैले अब मेरो एउटा जीवन शर्मा नाइट भयो है मलाई खुसी लाग्यो अनि मलाई त्यहाँ पनि एउटा त्यो इन्टरभ्यूमा त्यस्तै पाराले सोधेको थियो तपाईँलाई यसरी सिक्किममा बोलाएर थुप्रो आर्टिस्टहरू लान्छ तपाईँलाई चाहिँ अब यहाँ यतातिर नेपालले चाहिँ गर्छ भन्दा नेपालले त मलाई राम्रो गर्यो मैले त त्यही भने यदि अब हाम्रो मान्छे जानु चाहिँ सक्नु पऱ्यो ऊ आएको चाहिँ एउटा त्यसलाई चाहिँ अब प्रेरणा र एउटा त्यसलाई चाहिँ लक्ष्य लिनु पऱ्यो नि यदि ऊ चाहिँ मेरो ठाउँमा आएर गीत गाएर पैसा लान्छ भने म उसको ठाउँमा गएर जान्छु भन्ने त्यो एउटा हाम्रो आर्टिस्टमा त्यो जुनून चाहिँ हुनुपर्छ तर अब त्यो आउनै हुँदैन भन्नु चाहिँ मिल्दैन अब अन्त कस्तो भने अब तपाईँको समाजको आउँदै हुँदैन त भनेको होइन तर हाम्रो मान्छेले प्रत्येक कार्यक्रममा जस्तो प्रकारले निम्त्याइँदैछ नि तपाईँको यस्तो नि कार्यक्रमको फर्मेट हो नि त्यो त तपाईँले गरेको कार्यक्रमको तपाईँको आफ्नो फर्मेट हुन्छ सरकारले गरेको कार्यक्रम आफ्नो फर्मेट त्यो फर्मेटमा पसिसकेको छ भने त सत्ता आइहाल्छ हजुर र अब हामी कार्यक्रमको अन्ततिर आइपुगेको छौँ है अनि धेरैजना हाम्रो आर्टिस्टहरू हुनुहुन्छ सिक्किममा है अनि धेरैजना कलाकार हुनुहुन्छ होइन धेरैजना सङ्गीतकार हुनुहुन्छ धेरैजना डान्सर्सहरू हुनुहुन्छ अहिलेको युथहरू धेरैजना अब अहिले सिक्किमको कुरा गर्नुपर्दा हामीले देख्छौँ कि है ड्रग्समा जुझिरहेछन् है डिप्रेसन भइरहेछ मान्छेलाई सुसाइड गरिरहेछन् होइन अब यो एउटा माध्यम बन्न सक्छ जसले मान्छेलाई मेन्टल हेल्थ ड्रग्सहरूबाट पनि निकाल्ने है सो
हाम्रो युथलाई चाहिँ है के भन्न चाहनुहुन्छ जाँदा जाँदै? अब तपाईँले यो अहिले मजाको एउटा भन्नु ड्रग्सहरू खाने होइन, मान्छे भड्केको युथहरू भड्केको भनौँ, बिचराहरूले त्यस्तो ठुलो कोइन पनि नलाइदिउँ यस्तो ड्रग्स खाने भने भड्केको युथहरू के छन्, भड्किनु चाहिँ के हो? अब यसको शाब्दिक अर्थ के भने उनीहरूमा चाहिँ इल्युसन छ, उनीहरूले उनीहरूको अब जस्तै सही रूपमा उनीहरूको आफ्नो लक्ष्य देखेको छैन होइन। अनि लक्ष्य नदेख्दा के हुन्छ, यदि तपाईँले एउटा फिजिक्समा एउटा त्यो अप्टिकल इल्युसन भन्ने एउटा आउँछ, नक्सा हेऱ्यो भने कोरेको काराम कुरुङ हुन्छ भने राम्रो हेरिसकेर हेरिबस्यो भने एउटा त्यसले आकार लिन्छ नि। अनि अहिले जति पनि युथहरू भड्केकोहरू चाहिँ त्यो अप्टिकल इल्युसन जस्तै खालको उनीहरूको लक्ष्य उनीहरूले त्यसलाई सही रूपले देख्न नसकेको र अब यो लक्ष्य नदेखेको मान्छे आफ्नो लक्ष्यलाई निर्धारित गर्न नसक्ने मान्छेहरू भड्किनु स्वाभाविक हो। किनभने मान्छे त्यसै लड्दैन, ठोकिनु पर्यो कि होइन, मान्छे त्यसै बिग्रिँदैन नि, के न के कारणहरू हुन्छ। अब यो कारणहरूको लागि चाहिँ के छ भने यो साहित्य कला सङ्गीतहरू छ, यो चाहिँ उनीहरूलाई त्यो जग्गाबाट निकाल्नु सक्ने एउटा साधना पक्का हो। अब त्यतिले नै उनीहरू निक्लेपछि यहाँ पनि बस्यो यहाँ पनि केही भएन भन्ने होइन, उनीहरूलाई त्यसको रिलिफ क्याम्प जस्तो एउटा मान्छे भड्केको छ, एउटा मान्छे दुःखी छ, त्यसलाई गीत राम्रो सङ्गीतहरू सुनायो भने खुसी हुन्छ एकछिन भए पनि होइन। यो चाहिँ एउटा रिलिफै हो। अब यसको लागि चाहिँ कस्तो भने उनीहरूलाई अब यो जति भड्केकोहरूलाई राम्रोसँग जो मान्छे लडेको हुन्छ त्यसकै मात्रै उठ्ने तागत हुन्छ, लड्दै नलडेको मान्छेहरू उठ्दैन। जो लडेको हुन्छ त लड्नेले मात्रै जानेको हुन्छ म उठ्नुपर्छ भनेर क्या। त्यसो जो भड्केको हुन्छ, मैले चाहिँ देख्छु भड्केकोलाई यदि हामीले राम्रोसँग अब गाइड गर्न सक्यौँ, उनीहरूलाई हामीले आफ्नो पक्षमा राख्यौँ होइन, हामीले एउटा प्रावधान मिलाएर राख्नु सक्यौँ, उनीहरू समाजको लागि धेरै अब लाभदायक पनि हुन्छ जस्तो लाग्छ। र मेरो अब समग्र अब यङ भाइ बहिनीहरूलाई के छ भने अब अहिले जमाना प्रतिस्पर्धाको जमाना छ। अब अहिले हाम्रो जमानामा के थियो भने हामी गीत पनि गाउँथ्यौँ, कोही बेला बजाउँथ्यौँ पनि होइन, कोही बेला किताब लेख्यौँ, काम पनि गऱ्यौँ, के गऱ्यौँ होइन। हामी चाहिँ एउटा यो जम्मै आर्ट कल्चर जति फर्मेट यिनीहरू छ यिनीहरूलाई हामीले हबिज बनायौँ। त्यसो गर्दा हामीलाई हबीबाट मैले थुप्रो पाउनुपर्छ भन्ने पनि छैन। अब यदि मैले यसैलाई प्रोफेसन बनाएको भन्दा मैले यसबाट पाउनुपर्ने हुन्छ नि। अनि त्यति बेलाको जमाना त्यस्तै। अब अहिलेको नानीहरूलाई चाहिँ के छ भने उनीहरूले जे पनि गर्छ होइन, डान्स गऱ्यो भने त्यो प्रोफेसनल लेभल एटेन्ड गर्नुपर्छ र त्यहाँ सस्टेन गर्नु पऱ्यो। लेखकहरूले पनि लेखेर गएर पब्लिस गरेर उसको किताबबाट रोयल्टी पाउने होस् होइन। मेरो पनि एक दुईवटा किताबहरू अब मेरो एमाजोनतिर छ होइन, कोही बेला पैसा आउँछ, कोही बेला 200 रुपियाँ, कोही बेला 100 रुपियाँ होइन, कोही बेला 600 रुपियाँ आउँदा चाहिँ त्यो अर्कै भ्याल्यु हुन्छ त्यसको नि। हो त्यसरी रोयल्टी अब हामी जस्तोले त अहिलेको यङ जेनेरेसन गर्नु त्यो लागेर मान्छे प्रोफेसनल हुनु जरुरी हो। मान्छे अब अहिले पहिला हामी के छ डाइभर्सिफाइड थियौँ, अब अहिले डाइभर्सिफिकेसनको त्यस्तो छैन। एउटा मान्छे फोकस्ड हुनु पऱ्यो, एउटै लक्ष्य लिएर हिँड्नु पऱ्यो। किनभने त्यो फिल्डमा थुप्रो मान्छे, पहिला त एउटै मान्छेले थुप्रो काम गर्नु पर्थ्यो नि, अहिले अब मान्छे यति बेसी च्यानलाइज भयो, एउटा फोकस छ। त्यस कारण मेरो मसिनहरूले जेमा पनि लागेको छ फोकस हुनु होइन। सरकार यस्तो राम्रो छ, यस्तो सहयोग गर्ने सरकार छ, यदि सरकार समक्ष राम्रो आफ्नो पक्ष लिएर गयो भने सरकारले नै भन्दैन होइन। हाम्रो यहाँ थुप्रो इकाइहरू छ, जम्मै सरकारहरू सबै सहयोग गर्ने पक्षमा। सरकारको शाब्दिक अर्थ भने सहयोगै हो नि त, सबैलाई हेल्प गर्ने हो होइन, कहाँ कुनै भेदभाव हुँदैन। तर अब मनमै अब आफै भेदभाव राखेर गयो होइन, यदि अब मलाई यो सरकारले मान्दैन होला भन्ने भयो, यो मान्छेले मलाई चेप्दैन भनेर गयो त चेप्दैन होला। त्यो गर्दा मान्छेको अन्तस्करणबाट शुद्ध विचार हुनु पर्यो र डेडिकेसन हुनु, पर्सिभरेन्स हुनु पर्यो, लगनशीलता हुनु पर्यो होइन। अनि मान्छेले आफ्नो लक्ष्यलाई पाउन सक्छु र म चाहिँ मेरो लागि मात्रै होइन मेरो राज्यको लागि पनि एउटा कन्ट्रिब्युटर हुन्छु भन्ने एउटा लक्ष्य राख्नुपर्छ भन्ने मलाई त्यस्तो लाग्छ। हजुर, र थ्याङ्क यू सो मच सर है हजुरलाई, हजुरको भ्यालुएबल वर्ड्सको लागि। अनि हजुर यसरी आइदिनु भयो है, हजुरसँग गफ गरेर कुरा गर्दा धेरैवटा कुरा सिक्न पनि पाएँ है। अनि आशा गर्छु भविष्यमा है हजुरले धेरै काम गर्दै जानुहुनेछ, धेरै बुक लेख्दै जानुहुनेछ है। सङ्गीतमा पनि हजुरले एक दिन गजल गाएर पनि मलाई इन्भिटेसन दिनुहुन्छ भनेर म आशा गरेको छु है। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु सर। हुन्छ, थ्याङ्क यू। मलाई पनि बोलाइदिनु भयो होइन, मैले अब कति कुरा जानेर भने या भन्दिनँ होइन। यदि मेरोबाट केही अप्ठ्यारो चिजमा नराम्रो छ भने म यी नै क्षमा माग्छु है। हुन्छ, थ्याङ्क यू।